वेलकम टु माई ब्लग गाइज। म चाहिँ अब ड्युटी जाँदैछु गाइज। फाइनल्ली म चाहिँ ड्युटी जाँदैछु। के गर्नु अब काम गर्नै पर्यो। यसो लगाएर आज चाहिँ गाइज हाम्रो चाहिँ फाइनल्ली सरसफाइ चलिरहेको होइन। गाइज हामी चाहिँ सरसफाइ गर्दैछौँ होइन। यतातिर कपडा हान्दैछौँ होइन भाइ। के भन्नु छ भाइ? के भन्नु, यस्तै छ जिन्दगी। अब के गर्नु होइन, परदेशी लाइफ। फाइनली हामी चाहिँ सरसफाइमा हो गाइज। हामी चाहिँ सरसफाइ चलिरहेको छ। भाइ घचगाउ बोझ घचगाउ एकदम हाम्रो चाहिँ सरसफाइ चलिरहेको छ। अब के गर्नु, परदेशी लाइफ यस्तै हो, काम गर्नु पऱ्यो क्या। यता हेरिदेऊ न एक गरज। बबाल आयो है भिडियो बबाल। सायद हाम्रो सरसफाइ चाहिँ अन्त्यतिर पुगिसकेको छ है। सायद मेरो साथमा चाहिँ एउटा सानो भाइ छ होइन। अब भाइ तिमी किन आएको? अब यति सानो उमेरमै तिमी त कमाउन आइदिरहेको छौ त भाइ। घरको आर्थिक अवस्था अब आफ्नो पैसा जित्दा पनि कमाउनु पऱ्यो। पैसा कमाउनु पऱ्यो होइन, आफ्नो लाइफ चाहिँ सेटल गर्नु पऱ्यो होइन। अरू केही भन्नु छ भाइ? के भन्छ, काम गर्नुपर्छ 12 घन्टा, त्यही हो। के गर्न लाग्यो भाइ? खाडी मुलुङमा आएको लगभग मेरो 2 वर्ष हुन लागिसक्यो। म हेर्नुहोस् अहिले चाहिँ यहाँ चाहिँ अब यस्तो चोकरी साफ गर्दैछु दाइ। के गर्नु, काम नगरेर हुँदैन दाइ। यस्तै छ परदेशी लाइफ। यस्तै हो होइन भाइ, सङ्घर्ष गर्नुपर्छ हो कि सङ्घर्ष गर्नु पऱ्यो दाइ। के गर्ने, अब काम त गर्नै पऱ्यो। अर्काको ठाउँमा यस्तै छ दाइ। भाइ के गर्न लाग्यो तिमीले? ल गाइज, अब हाम्रो चाहिँ फाइनल्ली सरसफाइ सक्यो होइन। अब खानासाना खाएर यसो